भगवान गणेश शिवजी पार्वती कार्तिकेय हो कार्तिकेय मेरो साथी हो ओइ रावण हो क्या यसै भित्रको तर मा कसम कसले बनायो यस्तो दामी मा ल हेर यो सब विष्णु भगवानको अवतारहरु है ज्यासम्म मलाई लाग्छ यो सबै विष्णु भगवानको अवतार हैन यहाँ सुरु यही होला मत्स्य अवतारबाट सुरु होला हैन सायद तपाईहरुले रामायणमा हेर्न सक्यो होला हैन विष्णु भगवानको सबै अवतारहरु है यो हेर्न सक्छौ यहाँ पनि 9 वटा अवतार लिएको छ 9 वटा 10 वटा अवतार ल तपाईहरुले यहाँ पुष्कर हेर्न सक्नुहुन्छ कतिवटा अवतार छ बारीमा है ल यसपछि परशुराम श्रीराम यहाँ हाम्रो पुरा बातु केभको गुहा भित्र आएको छ हामीहरु अहिले है हेर्नुस् आन्टीको कस्तो मजाको गेट बनाएको छ यो परापूर्व कालदेखिको सबै यसरी भित्तामा यसको चित्राङ्कन गरेको छ र हैन यहाँ के भनेर लेखिएको हुन्छ अब भाषा हामीले बुझ्दैन यो पुरा साउथ इन्डियन तमिलमा छ हैन फोटो हेरेर बुझ्दै हुँदैन तपाईहरुले हेर्नुस् सबै ठाउँमा छ यहाँ अझ भित्र पनि छ हेर्दै जाउँ भगवान राम यो पहिलाका राजाहरूले दास शासनमा गरिएको दुर्व्यवहारहरू भनौँ न पहिलाको राजा शासन हुँदाखेरि राजाहरूले नोकरहरूलाई गरेको दास शासन अब जमानामा हेर्नुस् कस्तो रहेछ यो मलेसियाको बातु केभ भन्ने ठाउँको हो अहिले हामी बातु केभ भित्र छौं यो माथिको शब्द हो सबै तर तपाईहरुलाई बुझ्नको लागि यो माथि चाहिँ अब तमिलबाट भइहाल्यो हामीले ल्याङ्ग्वेज बुझ्दैन त्यही भएर यहाँ इंग्लिशबाट पनि छ नेपालबाट इंग्लिशबाट पनि छ हेर्नुस् हाम्रो केटाहरु आज बादुकेको
पुरा भिजिट गर्दैछौँ आज हामी बादु केप प्लस भोलिबाट हामी केएलसीसी टावर पुरा डुल्नेछौँ तपाईँहरूलाई हामीहरूले केएलसीसीको पनि सबै भ्लग देखाउनेछ है ल हेर्दै जानुहोस् हेर्नु आमा के हो यो यस्तो यार के हो यो ल यतिको चाहिँ हुनु पर्यो क्या ल हेर्नु ऋषि ए हाम्रो ऋषि तपस्या गरेर गएको रहेछ मलाई खासै थाहा भएन होइन यो चाहिँ अब ऋषिसँग ज्ञान लिएकोहरू हो यिनीहरू ज्ञान लिएको छ हेर्नुहोस् भित्र तपाईँको अब सायद होइन क्यामेरा अन गर्दाखेरि मैले सब गर्थेँ होला तपाईँको छेपर आइटम यति धेरै प्लस कछुवाको आइटम मैले जिन्दगी देखाएको थिएन क्या त्यति धेरै ल हेर्नुहोस् ल अझै पनि है अब हामी एक्जिट गरिसक्यो भित्र मोबाइल साइड मलाई दिएन तपाईँले म बाहिरबाट देखाउँछ फेरि बाहिरको भिडियो हेर्नुहोस् हाम्रो केटा राजा दिनभर थाकेर है पुरा ल मान्छे राजा नै आउँदैछ मन्दिर हेर्नुहोस् गौतम बुद्ध सेल्फी कार्यक्रम हुँदैछ त ल ल फाइनल लुक तपाईँको यही हो अहिलेसम्मको है ल अब तपाईँलाई म निस्किनुभन्दा अगाडि चाहिँ फाइनल फेरि लुक देखाइदिन्छु कस्तो छ भनेर